स्वागत छ। आज हामी कान्तिपुरमा प्रकाशित खगेन्द्र सङ्ग्रौलाको एउटा विचार लेख पूर्व राजा र राजभक्तका दुःखमा अलिकति गहिरिएर कुरा गर्दैछौँ। हजुर, यो लेखले पूर्व राजा ज्ञानेन्द्र शाह र उहाँका समर्थकहरूको अहिलेको अवस्था, उनीहरूको सोचाइ अनि भविष्यबारे लेखकको दृष्टिकोण राख्छ। हाम्रो उद्देश्य पनि के हो भने यो लेखमा आएका मुख्य तर्कहरू अनि उदाहरणहरू र लेखकले औल्याएका ती दुःखका कारणहरू के हुन् भनेर केलाउने हो। ठिक भन्नुभयो। लेखको सुरुमै एउटा रमाइलो विरोधाभास जस्तो कुरा छ नि, आफ्नै कारणले गुमेको सिंहासन फर्काउन आफै लाग्नु। यसै वरिपरि छलफल गरौँ है त। हजुर, निश्चय पनि। खासमा यो लेखले के भन्छ भने समय र व्यवस्था त बदलियो, तर त्यो यथार्थलाई स्वीकार्न नसक्दा पूर्व राजा र उहाँका समर्थकहरूले भोगिरहेको भनिएको एउटा वैचारिक भावनात्मक द्वन्द्व छ। मतलब उहाँहरू अझै पुरानै समयमा हुनुहुन्छ भन्ने हो। लेखकको विश्लेषण अनुसार उनीहरू अझै त्यो वंशतन्त्र बाबुबाट छोरामा शासन सर्ने प्रणाली, त्यसकै इतिहासमा अल्झिरहेका छन् अनि आफूलाई आम मानिस अहिलेको व्यवस्था कानून भन्दा माथि ठान्ने एउटा भ्रम पालेको देखिन्छ भन्ने तर्क छ। त्यो माथि ठान्ने भ्रम त्यसले चाहिँ कसरी असर गर्छ त? अब हेर्नुस्, गणतन्त्रमा त कोही पनि कानूनभन्दा माथि हुँदैन, होइन र? तर त्यो पुरानो सोचले गर्दा उहाँहरू आफूलाई विशेष ठान्नुहुन्छ। लेखकले यही अहङ्कारलाई नै उहाँहरूको एउटा दुःखको कारण मान्नुभएको छ। अच्छा, यो त भयो पूर्व राजाको मनोविज्ञानको कुरा, तर समर्थकहरूको भूमिका नि? उनीहरूको त्यो भक्ति कस्तो हो त? के त्यो साँच्चै निष्ठा हो? त्यसमा लेखकको अलि फरक दृष्टिकोण छ। उहाँ के भन्नुहुन्छ भने त्यो देखिने राजभक्तिको दौडधुप छ नि, त्यो धेरैजसो निष्ठाभन्दा पनि व्यक्तिगत स्वार्थ, सत्तासम्म पुग्ने भर्याङ जस्तो बढी देखिन्छ। उदाहरण पनि दिनुभएको छ कि? छ नि। कमल थापा, राजेन्द्र लिङ्गदेन जस्ता पात्रहरूको उदाहरण दिँदै सत्ताको अवसर पाउँदा राजभक्तिलाई एकछिन बिर्सेर गणतन्त्रकै शपथ लिने प्रवृत्ति देखियो नि त। यसले के देखाउँछ भने भक्तिभन्दा अवसरवाद बलियो छ कि भन्ने लेखकको तर्क हो। त्यो त विचारणीय कुरा भयो। तर अर्कोतिर हेर्दा पूर्व राजाको अलिकति आकर्षण बढेको जस्तो पनि चर्चा सुनिन्छ नि। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ लेखक? हो, त्यो पनि एउटा महत्त्वपूर्ण प्रश्न हो। तर लेखकका अनुसार त्यो आकर्षण पूर्व राजाको व्यक्तिगत योग्यताले गर्दा होइन। अनि केले गर्दा त? उहाँले दुईटा कारण दिनुहुन्छ। पहिलो, राजा भन्ने शब्दसँग जोडिएको एउटा रहस्यमय आकर्षण र आम मान्छेमा हुने कौतूहल। दोस्रो र सायद मुख्य कारण चाहिँ अहिलेका गणतान्त्रिक नेताहरूप्रतिको बढ्दो असन्तुष्टि, वितृष्णा। भनेपछि नेताहरूप्रतिको दिगदारीले गर्दा पो उता आकर्षण बढे जस्तो देखेको? हजुर, ठ्याक्कै। लेखकको तर्क त्यही हो। शासकहरू अलोकप्रिय भए अनि त्यसैलाई उल्टो अर्थ लगाएर राजा लोकप्रिय भए भनेर बुझ्ने भ्रम परेको छ भन्नुहुन्छ उहाँ। हालसालैको त्यो तिनकुने घटना अनि साइबर सेनाको कुरा पनि जोडिएको रहेछ लेखमा। त्यसले के थप सङ्केत गर्छ होला? तिनकुने घटना र त्यसपछि विशेष गरी रविन्द्र मिश्रको हतकडी बारेको जुन प्रतिक्रिया आयो नि, त्यसले फेरि त्यही कानूनभन्दा माथि छु भन्ने मानसिकता देखाउँछ भन्ने लेखकको दाबी छ। अनि साइबर सेना नि? त्यो साइबर सेना सामाजिक सञ्जालमा राजाको पक्षमा अलि आक्रामक देखिने समूह, उनीहरूको गतिविधिले चाहिँ फरक मतलाई सहन नसक्ने प्रवृत्ति देखाउँछ भन्ने तर्क छ। यस्ता कुराले राजतन्त्र फर्कियो भने कस्तो असहिष्णु समाज बन्न सक्छ भन्ने सङ्केत मिल्छ कि भन्नुहुन्छ? समग्रमा हेर्दा यो लेखले पूर्व राजा र उहाँका समर्थकहरूलाई कस्तो चित्रण गरेको पाइयो त? जो सङ्ग्रौलाको विश्लेषण के हो भने उहाँहरू इतिहासको एउटा खास मोडमा अड्किनु भएको छ अनि त्यो राजतन्त्र फर्काउने प्रयास त्यो चाहिँ बीरबलको खिचडी जस्तै हो, कहिल्यै नपाक्ने महत्त्वाकांक्षा मात्रै हो। अनि समर्थकको भक्ति र राजाको लोकप्रियताको भ्रमबारे पनि निष्कर्ष त्यस्तै हो? हजुर, उहाँको विश्लेषण अनुसार त्यो भक्ति वास्तविक होइन, त्यो व्यक्तिगत स्वार्थको खेल हो। तिनकुने घटना र साइबर सेनाले त्यसलाई थप पुष्टि गर्छ। अनि लोकप्रियता पनि त्यो नेताहरूप्रतिको वितृष्णा र त्यो पुरानो रहस्यमय कौतूहलकै उपज हो, राजाको व्यक्तिगत क्षमताले होइन भन्नेमा लेखक स्पष्ट हुनुहुन्छ। अन्त्यमा लेखकले एउटा सुझाव पनि दिनुभएको छ है? निकै चाखलाग्दो सुझाव छ। उहाँले भन्नुहुन्छ, पूर्व राजाले त्यो वंशतन्त्रको अतृप्त इच्छा त्यागेर चीनका अन्तिम बादशाह पु यीले जस्तै राजाबाट नागरिक बन्ने बाटो रोज्नुपर्छ।
त्यो आत्मस्वीकृतिले बरु उहाँलाई फरक किसिमको सम्मान र विरासत दिन सक्छ भन्ने सङ्केत छ। लेखकको यो सुझाव साँच्चै मनन योग्य छ। यसले एउटा प्रश्न पनि उठाउँछ कि इतिहासका पात्रहरूले बदलिएको यथार्थलाई स्वीकारेर आफ्नो भूमिकालाई नयाँ तरिकाले परिभाषित गर्न सक्छन् होलान्। त्यो सत्ता र विरासतको दौडभन्दा पर गएर आत्ममूल्याङ्कन गर्ने यात्रा कस्तो होला? यो प्रश्न चाहिँ आजको छलफलपछि हामी सबैले विचार गर्नका लागि छोडौं।